गुड मर्निङ, नमस्कार जुजुलोपा सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाको साथ आज मैले सुरु भ्लग गरेको छु। हाम्रो चाहिँ यहाँनिर बाटो बनिँदैछ। अहिले चाहिँ हुस्सै लागेको छ, घाम लागेको छैन। अनि यता अङ्कल साइकलमा हिँड्दै हुनुहुन्छ बाबु। अहिले चाहिँ हाम्रो यहाँ बाटो बनिँदैछ र अहिले चाहिँ म कहाँ जाँदैछु भनेर भन्दा पर्दा चाहिँ पिकनिक जाँदैछु, गाउँले पिकनिक। अब पिकनिक खानु पर्यो नि होइन। सिमरन खाने कि नखाने? उसको इक्जाम छ, ऊ खान्न। ऊ पढ्छ, आयो भने चाहिँ खाने हो, जाने हो, रमाइलो गर्ने अनि आउने। कस्तो कस्तो हुन्छ, के हुन्छ सबैलाई म अहिले एकछिनमा देखाउने नै छु। अहिलेलाई चाहिँ बाई। हामी चाहिँ पिकनिक खान जाँदैछौँ। म चाहिँ बाल्टिङ बोकेर, अरूले चाहिँ सबै सामानहरू लागिसके। म त पछि पछि मलाई चाहिँ बसिराख, तिमी भिडियो गर, हामी सबै गर्छौँ भनेको छन्। अब गर्नै पर्यो नि त। जाडो छ, यस्तो छ मौसम। चुप्प लागेर बस भन्नुभएको छ। अब कति मर त फेरि हो, मरेको कुखुरा हुँदैछ, कुखुरा। मामा घर आउनु गुराँसको आइस के अरे दीक्षाकोमा चार्ज बिना हुँदैन। चार्ज लाउनै पर्छ। सुभाष दाइलाई ल्याइदिनु भन्नु न। झन् अघि मैले लाइन सबैजना लाइन लगेर। कस्तो भइरहेछ त पिकनिक? कुकम्यान मन्जु भाउजू, मासु रोस्ट हुँदैछ यहाँनिर छ। अनि यता यता बस्नेहरू त सिटीको नाम प्रचार गरेर यतामा टिकटक बनाउँदै जानु हेर्नुस्। बजेर अल्छी लागेर बसिरहेको टिकटक बनाउँदै बिचरा म। यहाँ टेक बजाउनलाई चाहिँ मान्छे त्यति धेरै लाइन लागिरहेका छन्। यता हामी छौँ, यता यहाँनिर बोर भएर बसिराख्नु भएको छ। यता दीक्षा दिदी हुनुहुन्छ अनि यता चाहिँ यहाँ खाना Hello guys,
गरिदिन सबैले लाइक फलो हैन सब्स्क्राइब गरिदिनु होला खान्छन् बढ्यो तिर्छन् जानु न भन्छ आन्टी